यानी सेकेन्डरी एजुकेसन एक्जामिनेसन। यसमा A+ ल्याउने सपना त धेरैको हुन्छ हैन र? ल, आज हामी यही सपनालाई कसरी विपनामा बदल्ने त्यसको एउटा कङ्क्रिट स्ट्र्याटेजीबारे कुरा गर्नेछौँ। ल, अब सबैको मनमा आउने त्यो एउटा ठूलो प्रश्नमा जाउँ। के SCEमा A+ ल्याउन साँच्चै सम्भव छ त? र यदि छ भने कसरी? यसको जवाफ हो एब्सोल्युटली पोसिबल। हो, सम्भव छ, तर यसको लागि दुईटा कुरा चाहिन्छ। एउटा हो डिसिप्लिन र अर्को हो राइट डिरेक्सनमा गरिएको तयारी। यी दुईटा कुरालाई समातेर हिँड्ने हो भने A+ पक्कै पनि टाढा छैन। आज हामी के कुरा गर्छौं त? हाम्रो रोडम्याप यस्तो छ। पहिला हामी A+ को ब्लुप्रिन्ट हेर्छौं। त्यसपछि सबै विषयमा काम लाग्ने सक्सेस ह्याबिट्सबारे जान्नेछौं। अनि हरेक सब्जेक्टको लागि छुट्टा छुट्टै मास्टर क्लास, एक्सन प्लान र अन्त्यमा एउटा विनिङ फर्मुला। सबै कुरा समेटिनेछ। ल, सुरु गरौँ पहिलो खण्डबाट, द A+ ब्लुप्रिन्ट। यो भनेको A+ को जग हो। A+ को तयारी भनेको एउटा घर बनाउनु जस्तै हो, र त्यसका लागि यी 8वटा बलियो पिलर चाहिन्छ। सिलेबस बुझ्नेदेखि लिएर डेली शेड्युल बनाउने, कन्सेप्ट बुझ्ने, पास्ट क्वेशन्स प्र्याक्टिस गर्ने, अनि सबैभन्दा महत्त्वपूर्ण हेल्थ र माइन्डसेटलाई पनि ध्यान दिने। यीमध्ये एउटा पनि पिलर कमजोर भयो भने सपनाको घर हल्लिन सक्छ। अब यी पिलरहरूमध्ये केही एकदमै जरुरी बानीहरू छन् जुन सबै सब्जेक्टमा काम लाग्छन्। तिनलाई अलिक गहिरिएर हेरौँ। यो स्लाइडमा भएको कुरा सायद सबैभन्दा महत्त्वपूर्ण हो। घोकेर पार्ने कि बुझेर पढ्ने? हेर्नुहोस्, घोक्नु भनेको टेम्पररी सोल्युसन हो। प्रश्न अलिकति घुमाएर आयो कि सबै बिर्सिन्छ, तर जब कुनै फर्मुला वा परिभाषाको किन र कसरी बुझिन्छ त्यो ज्ञान दिमागमा पर्मानेन्ट बस्छ, अनि जस्तोसुकै प्रश्न पनि सल्भ गर्न सकिन्छ। पढेर मात्र पुग्दैन, त्यसलाई परीक्षामा उतार्न प्र्याक्टिस चाहिन्छ। कम्तीमा पनि 10 वर्षको पास्ट क्वेशन सल्भ गर्ने बानी बसाल्नुपर्छ। यसले प्याटर्न बुझ्न र कन्फिडेन्स बढाउन एकदमै मद्दत गर्छ। अनि लेख्दाखेरि सफा अक्षर, पोइन्ट वाइज एन्सर अनि डायग्राम र फर्मुलालाई बक्स बनाएर लेख्ने बानीले प्रेजेन्टेसन राम्रो देखिन्छ र मार्क्स तान्न मद्दत गर्छ। अनि अर्को कुरा, पढाइ मात्रै सप्तोक होइन, दिमागलाई रिचार्ज गर्न पनि त पर्यो नि। कम्तीमा 6-7 घण्टाको निन्द्रा एकदमै जरुरी छ। मोबाइल र गेमको समयलाई अलिकति घटाउनै पर्छ। र सबैभन्दा ठूलो कुरा, मनमा म सक्छु भन्ने विश्वास। त्यो कन्फिडेन्स नै आधा जित हो। ल, अब पालो आयो सब्जेक्ट मास्टर क्लासको। अब हामी हरेक सब्जेक्टको लागि स्पेसिफिक स्ट्र्याटेजी हेर्नेछौँ। म्याथको कुरा गर्दा धेरैजना डराउँछन्, तर स्ट्र्याटेजी सही भयो भने यो सबैभन्दा स्कोरिङ सब्जेक्ट हो। फर्मुला रट्ने होइन, त्यसलाई अप्लाई गर्न सिक्नुपर्छ। क्वाड्रेटिक इक्वेसन, ट्रिग्नोमेट्री, सर्कल जस्ता च्याप्टरहरूमा त मास्टर नै हुनुपर्छ। अनि एउटा प्रोटिप, हरेक दिन 20-25वटा क्वेशन्स स्टेप नछुटाइकन प्र्याक्टिस गर्ने। मेथडको पनि मार्क्स हुन्छ, यो बिर्सिनु हुँदैन। साइन्सलाई 3 भागमा हेरौँ। फिजिक्समा न्युमेरिकल्स, केमिस्ट्रीमा केमिकल रियाक्सन्स र बायोलोजीमा डायग्राम्समा फोकस गर्नुपर्छ। मोसन, इलेक्ट्रिसिटी, एसिड बेस सल्ट जस्ता च्याप्टरहरूबाट धेरै प्रश्न सोधिन्छन्। अनि डायग्राम बनाउँदा जहिले पनि सफा र क्लियर लेबलिङ गर्ने। यसले एकदमै राम्रो इम्प्रेसन पार्छ। इङ्ग्लिसमा A+ ल्याउने सिक्रेट वेपन भनेको राइटिङ सेक्सन हो। यसलाई मार्क्स ब्याङ्क नै सम्झिँदा हुन्छ। लेटर, एसेको फर्मेट राम्रोसँग जान्नु पर्यो। ग्रामरमा टेन्स, भोइस, नरेसनमा पकड बलियो बनाउनुपर्छ। अनि अनसिन प्यासेज सल्भ गर्दा पहिला किवर्ड्सलाई अन्डरलाइन गर्ने। त्यसले एन्सर खोज्न धेरै सजिलो बनाउँछ। अब हाम्रो आफ्नै भाषा नेपालीको कुरा गरौँ। व्याकरणबाट सजिलैसँग मार्क्स तान्न सकिन्छ। निबन्ध वा पत्र लेख्दा इन्ट्रोडक्सन, बडी र कन्क्लुजनको स्ट्रक्चर फलो गर्नुपर्छ। अनि सर्ट क्वेशन्सको एन्सर दिँदा घुमाइ फिराइ नलेख्ने, छोटो, मिठो र टु द पोइन्ट लेख्ने। सोशल स्टडिजमा मार्क्स ल्याउने की भनेको प्रेजेन्टेसन हो। सिटिजनशिप, कन्स्टिट्युसन, जियोग्राफी जस्ता युनिट्स महत्त्वपूर्ण छन्। एन्सर लेख्दा जहिले पनि हेडिङ, सब हेडिङ र पोइन्ट्समा लेख्ने बानी बसाल्नुपर्छ। यसले उत्तरलाई अर्गनाइज र पढ्न सजिलो बनाउँछ। ल, स्ट्र्याटेजी त थाहा भयो, तर लागू कसरी गर्ने त? अब हेरौँ द एक्सन प्लान। यो एउटा आइडियल डेली रुटिन हो। बिहान दिमाग फ्रेश भएको बेला म्याथ, साइन्स जस्ता गाह्रो सब्जेक्ट पढ्ने, दिनमा नेपाली, सोशल जस्ता सब्जेक्टलाई समय दिने, अनि साँझमा इङ्ग्लिस र रिभिजन गर्ने।
र राति सुत्नु अघि 1 घण्टा आफूलाई सबैभन्दा गाह्रो लाग्ने च्याप्टरको लागि छुट्याउने। परीक्षा आउनु अघिको अन्तिम 1 महिना यो गोल्डन पिरियड हो। यो बेला के गर्ने र के नगर्ने भन्नेमा एकदम क्लियर हुनुपर्छ। सबैभन्दा ठूलो गल्ती हुन्छ नयाँ च्याप्टर सुरु गर्नु, त्यो बिल्कुल नगर्ने। यो समय भनेको सिर्फ र सिर्फ रिभिजन, पास्ट क्वेशन्स प्र्याक्टिस र मोडल टेस्ट दिने समय हो। र अब हामी अन्तिम खण्डमा आइपुगेका छौं, योर विनिङ फर्मुला। अहिलेसम्मका सबै कुरालाई एउटै सूत्रमा बाँधौं। हेर्नुहोस्, टेक्स्टबुक त हाम्रो मेन हतियार भइहाल्यो, तर तयारीलाई अझै स्मार्ट बनाउन अनलाइन रिसोर्सेसहरूको पनि मद्दत लिन सकिन्छ, जस्तै importantednotes.com जस्ता वेबसाइटहरू। च्याप्टर पढ्नु अघि त्यहाँको समरी हेर्ने, प्र्याक्टिसको लागि इम्पोर्टेन्ट क्वेशन सल्भ गर्ने र रिभिजनको लागि सर्ट नोट्स प्रयोग गर्ने, यसले तयारीलाई निकै सहज बनाइदिन्छ। त्यसैले A+ को अन्तिम फर्मुला के हो त? त्यो हो टेक्स्टबुकको गहिरो अध्ययन प्लस importantednotes.com जस्ता स्मार्ट रिसोर्सेसको सही प्रयोग प्लस निरन्तर प्र्याक्टिस। यी 3 कुराको कम्बिनेसनले नै A+ को ढोका खोल्छ। यो फर्मुलालाई दिमागमा सेट गरिहाल्नुपर्छ। यी सबै स्ट्र्याटेजी र प्लानको जग भनेको आत्मविश्वास हो। मनमा म सक्छु भन्ने विश्वास छ भने जस्तो सुकै चुनौती पनि सानो लाग्न थाल्छ। त्यसैले आफ्नो क्षमतामाथि कहिल्यै शङ्का गर्नु हुँदैन। ल, अब A+ को पूरा ब्लुप्रिन्ट तयार छ। अब प्रश्न यो छ कि यो यात्रा कुन सब्जेक्टबाट सुरु